हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु साथीहरू। अनि धेरै समयपछि चाहिँ म ब्लगलाई स्टार्ट गर्दैछु साथीहरू। आजको दिन चाहिँ बिहानै पुरा घाम लागिरहेछ होइन। यतातिर चाहिँ सबै पानी परेर रातभरि पानी परेर बिजोक भएको थियो, तर पनि आज चाहिँ मन्दा घाम लागिरहेको छ साथीहरू। अनि आज चाहिँ बहिनीको बिहे छ साथीहरू, त्यही भएर जानलाई तयार हुन लागेको। अब चाहिँ म तयार भइसकेपछि साथीहरू भेटौँला। साथीहरू म चाहिँ तयार भएर पनि अब हिँडिसकेँ है साथीहरू। यता चाहिँ गुराँस फुल्दै रहेछ। कस्तो दामी, निकालिदिनु न। हाम्रो बाटो चाहिँ यस्तो छ साथीहरू। बिहे खानु जाँदैछौँ, गाउँको बिहेमा तपाईँहरूलाई देखाउँछु आज। अस्ति त फुलेन त्यतातिर बुढो, अस्तितिर त फुलेन त्यतातिर त। उयो माथि झन् खै उयो गर्नै पाइएन, खुट्टाइरहेछु। त्यता पनि फुलेछ सबैतिर। घरमै बसेर त केही थाहा नहुने रहेछ। लट्ठीसँगै हुन्छ फुलहरू। कता लानु अब लड्दैन नि त, लु लानु त। यहाँ लडेरै साथीहरू, यहाँ के पो लट्ठी टेक्दै जाँदैछु। अब त 1 वर्ष भइसक्यो, खै बानी हुनु पनि लडेको यहाँ साथीहरू हेर्नुहोस् त। आम्मा कति धेरै फुलेको। टिपौँ न यो चाहिँ। टिपेर हुन्छ। थ्याङ्क यू। वाउ, यहाँ पनि, यहाँ चाहिँ पिङ्क कलरको छ। घरमा सुती म बस्दैछु साथीहरू। यता बाहिरतिर त यस्तो फुल्दो रहेछ। आमा ल अब फेरि गुराँसको बाटो हामी चाहिँ छोड्यौँ। ब्रोले टिप्लिनु भयो गुराँस। यतातिर मैले कति अस्तिको साल उयो गरेको नि, गोरु चराएको। अहिले त कोहीले ल्याउँदैन के हो, झाडी पो भइसकेको छ। लड्छु बुढोको चाहिँ बाटो हेरे, बाटो अरू केही छैन। अब हो तपाईँलाई, अब तपाईँ तिमीले पनि स्वीकार गरेकै हो त। ल काम बिगार्ने बेला बिगारीको, बोल्ने बेला मात्रै हाल्नुभयो, ठिकै छ। र यो प्रश्न यहाँका हामी मण्डली परिवारले पनि हामी यतिको साथी हाम्रो ज्वाइँको मुखबाट सुनिसकेका छौँ। र हाम्रो ज्वाइँ कति वर्ष पुग्नु हो? हामीले यो चाहिँ लेखेरै राख्छौँ। शान्ति कति बुझ्नु? परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन्छौँ प्रभु। हामीलाई यो जीवनसँगै हामीलाई यो सुन्दर एउटा दिन तपाईँ परमेश्वरले दिनुभयो। हामी अत्यन्तै खुसी छौँ, अत्यन्तै हर्षित छौँ प्रभु। किनभने तपाईँ परमेश्वरले आफ्नो छोरा हेमराज साथै शान्ति कलाको बिचमा परमेश्वर आजको प्रेम विवाह आज प्रतिभोजमा
सहभागिता भएर निम्ति म यसै मण्डलीका पास्टर कर्णबहादुर राईजीलाई हार्दिक अनुरोध गर्न चाहन्छु। अनुरोध गर्दै यो हाम्रो बर्के बत्तीस मण्डलीमा प्रेम विवाह हुने त असल थियो, तर केही कुराहरूबाट अलिकति टाढा भयो। यो भन्दा असल किसिमको थोरै पूर्ण आदरणीय होइन कि आदरणीयता हुन्थ्यो, तर त्यो त्यस्तो हुनबाट केही कुरामा हामी चुक्यौँ, तैपनि हामी परमेश्वरले हामीलाई क्षमा दिनुहुन्छ भन्ने कुरामा हामी विश्वास छौँ। त्यसैले हामीले परमेश्वरको वचनले भन्छ हामीलाई सबै कुरा भिडियो बनाइदिन्छु खै बेहुलै आउनु भयो बेहुला बेहुली त छुट्टिएर बस्नु भयो एमआइडी त्यो अन्जना अब पनि दिइहाल्यो एकछिन फेरि त्यो जाऊ ल साथीहरू हामी चाहिँ हिँड्यौँ है हाम्रो जनताहरू हामी चाहिँ घर लागि यस्तो छ मेरो खुच्ची बोकिरहेको छु म चाहिँ जस्तो थियो हामी चाहिँ यहाँ बिच्ने ठाउँमा आइपुग्यौँ है यता हुनुहुन्छ छिमाहरू मेरो खुच्ची चाहिँ कोक्रामा छ यहाँ यस्तो यस्तो छ हामी फर्क्यौँ साथीहरू अब चाहिँ हेर्न सक्नुहुनेछ यहाँ पुरा ऐसेलु ऐसेलु फुलिरहेछ मै साथीहरू अब हामी चाहिँ बिर्सेर पनि छिमाउँदै हुनुहुन्छ यहाँ आफ्नै तरिकामा हेलो गरिदिनु न छिमा हेलो गर्नु न माथि गुराँस चुटाएर छोडिराखेको थिएँ माथि सेतो यो फुलिरहेछ नि के भयो चाप फुल तपाईँहरूकोतिर त त्यो सानो पनि फुल्दै होला कस्तो हो त्यो मलाई चाहिँ कस्तो त्यो स्मेल मिठो लाग्छ हो पाछी त कस्तो रमाइलो लाग्छ त्यो ए हो कहाँदेखि कहाँदेखि रोप्नु भएको कहाँदेखि ल्याउनु भएको ए याद हुन्छ त्यो मेरो घर छेउको त कहिले फुल्छ कहिले सकिहाल्छ देख्नै देख्दिनँ पहिला पहिला त रहर हुन्थ्यो त्यो त ठुलो नै फुल्दैन नि फुल्दा नि ठुलो फुल्छ कति धेरै नि होइन अस्ति त पुरा भारी भएर मैले त निकालिहालेँ त्यो बुढो मान्छेहरूले पुरा यत्रो यत्रो आउनु भएको कि पानी नछिटाउँछ प्रभु छाता पनि बिर्सेर आइयो पुरा गुराँसहरू फुल्दै रहेछ नि जनताबारको बाटोतिर त कति होला घरदेखि निस्किँदैन अनि थाहै पाइँदैन हामी चाहिँ अब यता बारीतिर आइपुग्यौँ साथीहरू बिहान बोले निकालिदिनु भएको फुल पनि बाटोमा छोडिराखेको यत्तिकै बाटो मेरो साथीहरू नि मान्छे लिएर आए आउँदै हुन्छ साथीहरू म चाहिँ घर आइसकेर लुगा नि फेरिसकेँ अनि पानी पर्दैछ के त्यही भएर छिटो छिटो आइयो साथीहरू अनि बाटोमा आउँदा आउँदै पानीले भेट्यो त्यही भएर आज चाहिँ यस्तै भयो साथीहरू
अब भोलि भेटौँला। आजको भिडियो चाहिँ यति नै। आजको ब्लग हेर्दै गर्नु होला साथीहरू, जतिजना अन्तिमसम्म हेरिदिनु भयो धेरै धेरै धन्यवाद। अब अर्को ब्लगमा भेटौँला साथीहरू, बाई बाई।